आज हामी एउटा अलि फरक विषयमा गहिरिएर कुरा गर्दैछौँ है त। गुरुको अवधारणा तर परम्परागत भन्दा भिन्न एउटा यस्तो संगठनबारे जहाँ मतलब व्यक्तिलाई होइन एउटा ध्वजालाई गुरु मानिन्छ। एकदमै यो हिन्दू स्वयंसेवक सङ्घ नेपालको एउटा चाखलाग्दो विशेषता नै भन्नुपर्छ। यहाँ गुरु भन्नाले कुनै व्यक्ति होइन कि हाम्रो हिन्दू संस्कृतिका जुन सार आदर्शहरू छन् नि, जस्तो त्याग, समर्पण, ज्ञान हो, तिनैको समग्रता, जसको प्रतीक चाहिँ भगवा ध्वजलाई मानिन्छ। आजको हाम्रो विमर्शको उद्देश्य पनि यही अवधारणा, यसको पृष्ठभूमि र त्यो ध्वजको महत्त्व बुझ्नु नै हो। सुन्नैमा अलि अनौठो लाग्यो। त्यसो भए यो हाम्रो परम्परागत गुरु शिष्य सम्बन्ध भन्दा कसरी फरक भयो त मौलिक रूपमै? हेर्नुस्, गुरु भनेको मूलत एउटा तत्त्व हो, मतलब ज्ञान दिने, उज्यालो देखाउने, सही बाटो देखाउने शक्ति। यो तत्त्व अब कुनै व्यक्तिबाट प्रकट होला, शास्त्रबाट होला वा अरू केही माध्यमबाट, तर यसको मूल स्रोत त परमात्मा नै हुनुहुन्छ। गीतामा पनि भगवानले भन्नुभएको छ नि, अहम आदिर्हि देवानाम महर्षिणाम च सर्वशः, म नै देवता र महर्षिहरूको आदि गुरु हुँ भनेर। अर्थात् व्यक्ति भन्दा त्यो विचार, त्यो सिद्धान्त महत्त्वपूर्ण भयो। तर हाम्रो संस्कृतिमा त फेरि गुरुर ब्रह्मा गुरुर विष्णु हो भनेर गुरुलाई साक्षात् ईश्वर जस्तै मान्ने गहिरो परम्परा छ नि, होइन र? हो, तपाईले एकदम सही कुरा उठाउनुभयो। हिन्दू संस्कृतिमा गुरुको स्थान त धेरै माथि छ। वेद व्यासलाई नै हेरौँ न, उहाँले वेद विभाजन गर्नुभयो, महाभारत रच्नुभयो। उहाँकै सम्मानमा आषाढ पूर्णिमालाई व्यास पूर्णिमा वा गुरु पूर्णिमा भनिन्छ। हाम्रा श्रुति मतलब वेद आदिले पनि गुरु कस्तो हुनुपर्छ भनेका छन् नि। श्रोत्रियम ब्रह्मनिष्ठम, वेद जानेको, ब्रह्ममा लीन भएको, आचरण पनि राम्रो भएको। यो गुरु शिष्य परम्परा त साँच्चै अनुपम छ हाम्रो। त्यसो भए त्यति बलियो परम्परा छँदा छँदै सङ्घले चाहिँ किन व्यक्तिलाई गुरु मानेनन् त? सङ्घका संस्थापक डाक्टर हेडगेवार हुनुहुन्थ्यो, उहाँलाई नै गुरु मान्न सकिन्थ्यो होला नि? यो कुरा उठेको थियो रे, तर डाक्टर हेडगेवार आफैले यो कुरा मान्नु भएन। उहाँको तर्क अलि गहिरो थियो। उहाँले भन्नुभएछ, व्यक्ति जतिसुकै महान किन नहोस्, होइन, त्यसमा मानवीय कमजोरी हुन सक्छन्, समयसँगै विचार बदलिन सक्छ। तर एउटा सिद्धान्त, एउटा आदर्शको प्रतीक जस्तो कि भगवा ध्वज, त्यो चाहिँ स्थायी रूपमा प्रेरणा दिइरहन सक्छ। यो ध्वजले हाम्रो हिन्दू समाजको इतिहास, संस्कृति, दर्शन सबै कुरालाई समेट्छ। त्यसो भए यो त अलिक दूरगामी सोच भयो, व्यक्तिमाथि निर्भर नभएर संगठन र आदर्शलाई अगाडि बढाउने। अनि यहीँनिर गुरु दक्षिणाको कुरा पनि आउँछ होला, होइन त? मैले पढे अनुसार चन्दा माग्ने भन्दा अलि फरक तरिका अपनाइएको रहेछ। हो, त्यो पनि डाक्टर हेडगेवारकै सोच थियो, एकदमै व्यवहारिक। उहाँले भन्नुभएछ, त्यो पुरानो गुरु दक्षिणाको परम्परालाई नै नयाँ सन्दर्भमा लागू गरौं। व्यास पूर्णिमाको दिन स्वयंसेवकहरूले त्यही भगवा ध्वजलाई गुरु मानेर पूजा गर्ने अनि आफ्नो गच्छे अनुसार मनैदेखि समर्पण भावले दक्षिणा चढाउने। मतलब घरकापले होइन, स्वेच्छाले? हो, स्वेच्छाले। अनि महत्त्वपूर्ण कुरा के छ भने, त्यो जम्मा भएको रकम सङ्घको काममा मात्रै लाग्छ, मतलब राष्ट्रिय वा सामाजिक काममा, कसैको व्यक्तिगत प्रयोजनको लागि होइन। यसले एकातिर आत्मनिर्भर बनायो, अर्कोतिर त्यो राष्ट्राय स्वाहा इदम न मम भन्ने भाव, मतलब यो राष्ट्रका लागि हो, मेरो होइन भन्ने समर्पण जगाउँछ। कति गहिरो कुरा! व्यक्ति भन्दा प्रतीकलाई गुरु मानेपछि त त्यो प्रतीक मतलब भगवा ध्वजको आफ्नै अर्थ पक्कै होला नि। के भन्छ त्यसको रङ र रूपले? निश्चय नै। भगवा रङ्ग यो आफैमा धेरै अर्थपूर्ण छ। यो उदाउँदो सूर्यको रङ्ग हो, ज्ञान, तेज, पवित्रताको प्रतीक। यो यज्ञको ज्वालाको रङ्ग पनि हो, जसले त्याग,